जब जब अन्याय र अत्याचारले नाग्छ सीमा, आखिर कहिलेसम्म? युगदेखि युग सुनिरहनुहोस्, आज जुन कुरा तपाईले सुन्नुहुन्छ त्यो कुनै काल्पनिक कथा होइन। यो हो नेपाली फिल्म इतिहासकै सबैभन्दा ठुलो कमब्याकको कथा। जुन चमत्कारलाई आज म तपाईलाई देखाउँदै छु त्यो तपाईले सपनामा पनि सोचेको थिएन। के तपाई तयार हुनुहुन्छ यस्तो रियल हिरोको बारेमा सुन्न जसले आलोचना, नकारात्मकता अनि हेटर्स सबैलाई चकित पारिदिए? 8 वर्ष हो, ठ्याक्कै 8 वर्षसम्म पर्दाबाट टाढा थिए उनी। केहीले सोचे अब सकियो होला, केहीले त खुलेआम भने राजेश हमाल अब चल्दैन। तर थाहा छ यो त साइलेन्स बिफोर द स्टोरमा रहेछ। नरसिंह अवतार नामक फिल्म लिएर जब उनी फर्किए तर त्यो केवल कमब्याक थिएन, त्यो त फिल्म इन्डस्ट्रीमै हलचल ल्याउने सुनामी थियो। जुन हेर्ने बित्तिकै मानिसहरूले भनिदिए यो राजेश हमाल होइन, यो त नेपाल फिल्मको पुनर्जन्म हो। फिल्म आउनु अघि के थिए अनुमान चल्दैन, अबको जमानामा यस्तो फिल्म चल्दैन, पुरानै शैली। तर नरसिंह अवतार चल्यो मात्र होइन, उसले उडायो। ट्रेन्ड एनालिस्टले भने पहिलो 3 दिनमा बक्स अफिस कलेक्सन सिधा टप 3 मा। जुन फिल्मलाई ट्रोल गरियो त्यही फिल्म आज सोशल मिडियामा ट्रेन्डिङ नम्बर 1। हेटर्सका भिडियोहरू हट्न थाले र अब उनीहरूकै मुखबाट निस्कन्छ धन्न हेर्यौ। अब तपाईलाई लाग्ला यस्तो चमत्कार किन भयो? कारण थियो एक शब्दमा करिश्मा, राजेश हमालको डायलग डेलिभरी पुरानै शैली तर आज पनि हड्डी काम्ने, एक्सन सीन सिनेमाटिक बलियो अनि दमदार, स्क्रिप्ट पुरानो गन्दा भए पनि सस्पेन्सले भरिएको, अनि मुख्य कुरा दर्शकको कनेक्सन। जब उनी पर्दामा आउँछन् 1 सेकेन्डमा चिल्लाउने हुटिगाउँछ। जुन हिरो तपाईको बाल्यकालको आइडल थिए अहिले पुनः सोही जोशमा फर्किए अनि दर्शक भने यो हो कमब्याक। नेपालमा हिरो धेरै भए तर महानायक भनेपछि दिमागमा एक मात्र नाम आउँछ, राजेश हमाल। किन भने यो नाम केवल लोकप्रियता होइन, इतिहास हो। यो नाम केवल स्टारडम होइन, प्रेरणा हो। र नरसिंह अवतारले यो प्रमाणित गरिदियो स्टार कहिल्यै पुरानो हुँदैन, उनी त समय भन्दा अगाडि जान्छन्। सामाजिक सञ्जालदेखि सिंहको हलसम्म एउटा नाम गुन्जियो, राजेश हमाल फर्किए र उनले मैदान जिते। अन्त्यमा एक कुरा सम्झनुहोस्, फिल्म चलेन अब सकिए भन्नेहरूका मुख बन्द हुन्छन्, तर जो साँच्चीकै महानायक हुन्छ त्यो कहिल्यै हराउँदैन। र आज फेरि एकचोटि प्रमाणित भयो, राजेश हमाल न त ट्रेन्ड हुन् न मात्र स्टार, उनी आफैमा एउटा युग हुन्। यस्तो हिरो अर्को जन्मिँदैन। ग्रेटनेस इज नट मेड, इट इज राजेश हमाल। यो भिडियो तपाईलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा लेख्नुहोस् र भिडियो मन पर्यो भने भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। फेरि भेटौँला अर्को भिडियोमा। धन्यवाद। जय नेपाल, जय सिनेमा।